Hello. म मेरा ठुला भिनाजुको कुरा गर्छु ल अहिले। र हामी साना साना थियौँ अनि हाम्रो दिदी सिधा के लटेङ्ग्री, बोली पनि लटेङ्ग्रो थियो, मान्छे पनि बहुत सिधा। अनि अहिले अहिले हाम्रा ठुला भिनाजु छन्, तिनी माग्न पनि आएका होइन, आइरहेको थिएँ बिचबिचमा त्यत्तिकै। अनि त्यहाँबाट एक दिन शनिबारको दिन थियो, दिउँसो 12 बजे हाम्रो खाना खाने टाइम भएको थियो। असिन र पसिन फाँफारा फुँफु गर्दै आएर ठुलो घरको बरन्डामा लास्टमा बसेर रक्सी खाएर आएका रहेछन्। अनि पानी मागे, त्यहाँबाट मालदिले लगेर पानी दिए। अनि म झाडु लगाउँदै छेउमै पुगेँ नि त, सास डङ्गे रक्सी गनायो। भित्र गएर आमालाई भने रक्सी खाएर आएको छ, कसैले थाहा पाइस् तैँले? अनि आमाले सास गनाएको वासै रक्सी गनायो। अनि चुप्प लाग्नु आमा। अनि त्यस आउँदै जाने गर्थेँ। अनि एक दिन काकालाई लिएर आएँ, आफ्नो काका पनि होइन रहन्, त्यही ओली भएर काका भनेको। अनि तिनलाई लिएर आएँ, तिनी पनि उस्तै जडिया। अनि उसले बिहा गर्छ अरे तपाईँको ठुली छोरीलाई, के गर्नुहुन्छ दिनुहुन्छ छोरी भनेर भने। अनि कुरा गरेँ, हाम्रा बाउ फुरुक्क परेर त लाठी सिधा छोरीलाई त्यस्ता जडियालाई दिए लत्त। त्यहाँबाट बिहा गरेर लगेका 2 महिना पनि राखेनन्। तली टोप्ला बोकेर घरै आए सबै दुइटै। अनि आएर यसरी कम्मरमा हात लगाएर दाउरा चिर, यो गर, पानी ल्याऊ, उयो गर। अहिले यही बन्छ र टाउको फुट्ने गरिदिए, चिर तैँले तेरीमा कि चुत। भिनाजु भनेर हेर्दिनँ नि म त बाटोसाटो, यहाँ अर्डर नचला धेरै भनेर बाजेँ म त। चिर तेरो क्षमता छ भने भन्दै त्यस्तै मुकै लाग्थेँ म त। बानी बेहोरा देखेर एकदम रिस उठ्थ्यो, राम्रो लाग्दैन थियो। अनि भिनाजुलाई मुख चलाउने, मुख नचलाउने खालको भिनाजु हुनु पर्यो नि त। ससुरालीमा भतुवा लाग्न आएर सालीलाई काम हराउने, तेरीमा ज्याग्ने भनेर मार कराइदिएँ। अनि त्यहाँबाट गोरु बान्ने कटेर किचन एकतिर, एकपट्टि ग्वाली थियो। अनि ग्वाली
उता घरको पछाडिपट्टि ग्वाली सानो कटेर बनाएर गाई गोरु त्यता बाँध्ने बनाएर त्यही ग्वालीमा बेरा लगाएर बस्न दिएँ। अनि भात पकाउने अड्कलेर आफूले ड्याममा पेट भरेर खाने यति यति राखिदिने बुढीलाई। अनि बाख्रालाई पनि दे, कुकुरलाई पनि दे, कुखुरालाई पनि दे, त्यही भात त्यति नै। अनि उसलाई चाहिँ छैन भात, त्यही पनि चुप लागिराख्ने, केही नभने डबल पकाएर पनि नखाने। हाम्री दिदी पनि उस्तै लाटी। त्यहाँ बसुन्जेल हामीसँगै बसुन्जेली त अब उता हामीतिर पकाएको खाना उता बिहान 7 बजे लापार लुपुर पाऱ्यो अरे ड्याममा अगाडि ढाउ ढकार्दै हिँड्छन्। अनि बेलुका 4 बजे 4:30 बजे आउँछन्। चामलमा चिनो लगाएर जाने, चिनीमा चिनो लगाएर जाने पकाएर खान्छु भनेर। अनि उता हामीले पकायौँ भने ठुलीलाई आइज भात खान भनेर बोलाएर खान दिन्थ्यौँ। अनि परिएर फेरि कहाँ घर खोजेर 6-7 महिना 8 महिना जति त्यहाँ बसेँ। अनि कहाँ आसामिसको न कसको घर छ बस्न दिन्छ अरे भनेर लिएर गएँ माझबाट। यस्तै भएछ। अनि बाबा भेट्न जानुभएको थियो। अनि छोरीको त हालत छैन, कोच्याएका त भने तिमीले, बाउ भन्न मन पनि लाग्ने थिएन मलाई त। आफ्नो बुढी बन्चर पर्ने, स्वास्नीलाई खानै नदिने। त्यहाँबाट मुखै लाग्थेँ बाउसित पनि। रिस उठ्थ्यो मलाई। धेरै भएका छोराछोरी पाउने बेला कुकुरले कात्तिके कुकुरले चाहिँ पाए पगिता छोराछोरी। अनि धेरै भएर जसलाई पाए बाटा हिँड्ने बटुवारे केही नभएकालाई छोरी दिने। मरेर गए पितृले सराप्नु त हुँदैन भन्छन् कि, तर मलाई त एकदम सम्झी रिस उठ्छ। मलाई पनि त्यस्तै गरेका। एकबार आउँदैखेरि मलाई मन नपरेको मान्छेसँग जबरजस्ती बिहा गरिदिए। अहिले 20-22 वर्ष भयो छुट्टिएर पर बसेको। यस्तै जोडिए। हाम्रा माइला भिनाजु बाउ दुईजना मिलेर एकदम जबरजस्ती बिहा गरिदिएका। बिहा गरेर लगेर दुरानी फर्काउन नआउँदै त्यो गोबर झार्ने झारूले डन्डेस पुस्किने गरी हानेको मलाई। अझै पनि म ठुला भिनासँग बोल्दिनँ। अस्ति नै गएको थिएँ भेट्न, बोलिनँ म। दिदी चाहिँ मलाई देखेर झम्टो हालेर रोइ। अनि सबै रोइमा कस्तो नराम्रो लाग्यो देखेर। फाँडा फुपू किन आएका को हामी तिमीहरूको भने, चिसो पानी खान्छौ कि चिया खान्छौ कि बस एकछिन तातो पानी खाएर जाऊ पनि भनेन। खाने पनि थिइनँ मैले त, दिएको भए पनि पानी पनि मागिनँ मैले त, खाइनँ पानीसँग। मालदिदीले चाहिँ पानी मागेर खाइ। खाइनँ मैले त केही पनि। म त चुँ आँखारै बोलिनँ भिनाजुसँग। दिदीलाई मात्रै फोटो खिच्यौँ मऱ्यौँ। अनि 400-500 रुपियाँ हातमा हालिदिएँ। त्यही जोडियाले खोजिहाल्छ नि, कहाँ रहन दिन्छ। पोते लगिदिएको थिएँ, 3-4वटा साडी लगिदिएको थिएँ। दुईवटा नयाँ, 2टा मैले साडी लाउँदिनँ। अनि त्यत्तिकै किन राख्नु, लाउँछु भनेर लगिदिएँ।
पापी हाम्रो भिनाजु ठुलो भिनाजु भिनाजु भन्न पनि लाग्दैन मलाई छोरी उस्तै छोरो उस्तै त्यही भन्न आएको